यसरी भएर एकदम बौद्धिक जान्ने सुन्ने मान्छेहरू पनि अप्ठ्यारोमा पर्दो रहेछ है। हामी चाहिँ यो मनन गर्नु पर्यो। सम्बन्ध, सबभन्दा पहिलो सम्बन्ध इच एन्ड एभ्री सेल, हरेक सेलसँग हाम्रो सम्बन्ध राम्रो हुनु पर्यो। त्यसको लागि चाहिँ हामी अलिकता ध्यान दिनु पर्यो। स्पिरिचुअल, अध्यात्म। अध्यात्म भनेको विज्ञान जसलाई मान्नुहुन्छ तपाईँहरूले, विज्ञानभन्दा पहिला, विज्ञानभन्दा नि पहिला, बियोन्ड अफ साइन्स। जब साइन्सले पनि रिभेल गर्न सकेको छैन र अहिले चाहिँ यसलाई बिस्तारै बिस्तारै रिभेल गर्दैछ। के हो त यो भन्दै बिस्तारै बिस्तारै अहिले खोज्दैछ। जति खोज्दै गयो त्यति नै अहिले प्रुफ हुने कुरा चाहिँ हामीले प्रयोगमा ल्याउँदैछ बल्ल बल्ल। अब के आयो त, बल्ल क्वान्टम साइन्स, क्वान्टम फिजिक्सले चाहिँ स्पिरिचुअलसँग नजिक पुग्नलाई केही हदसम्म मद्दत पुर्याएको छ। अब हामीले पहिला जस्तो सोच्ने दिन छैन, अब विशेष तरिकाले सोच्छ। जस्तै यो रिमोट भन्नु र म भन्नु एउटै हो बाबु? हो, कतिमा पढ्दै हुनुहुन्छ हजुर? 11 हो। अब आउँछ है। यदि 8मा पनि अलिअलि त पढ्यो। एभ्रिथिङ इज इनर्जी, इनर्जी इज एभ्रिथिङ पढ्नु भएको थियो होला है? पढ्नु त पढेको थियो नि त, बेसिक त होइन, सबै त अब डिटेल त कुरा हो। मैले जमानामा पढेको अलिअलि सुनिरहेको छु कि, तर यही फिल्डमा भएपछि बल्ल। तर यो चाहिँ क्लासिक साइन्सले, क्लासिक फिजिक्सले भन्छ वस्तु हो नि त यो, एउटा होइन। तर क्वान्टम फिजिक्सले के भन्छ, हो। किनभनेपछि हरेक चिज अब वेभ फर्ममा छ। वेभ फर्ममा जाने हो भने म र यो एउटै हो। यो त म्याटरमा, पार्टिकलमा, एटोमिकमा मात्रै होइन, तर वेभ फर्ममा जाने भने यो सबै के हुन्छ, इनर्जी हुन्। भाइब्रेसन गर्छ, फ्रिक्वेन्ट गर्छ र एट्र्याक्ट गर्छ। एट्र्याक्ट पनि दुई तरिकाले गर्छ, कन्स्ट्रक्टिभ र डिस्ट्रक्टिभ। पोजिटिभ भयो भने कन्स्ट्रक्टिभ, नेगेटिभ भयो भने डिस्ट्रक्टिभ। त्यही भएर घरमा एकजना नेगेटिभ भएको मान्छे पऱ्यो भने सारा घर तनावमा पर्छ कि, एकजना बिरामी भयो भने सारा घरलाई पीडा हुन्छ। मैले त्यही भएर भन्छु, सबैलाई दरबार बनाउने रहर छ कि छैन? छ कि छैन? अलि जोसले भन्छ छ नि। त्यसो भने तपाईँले पहिला घरबार बनाउनुपर्छ। घरबार बनाउनुहोस्, घरबार मिलाउनुहोस्। घरबार मिल्यो भने दरबार बनिहाल्छ। हामी चाहिँ घरबार मिलाउन बल गर्दैन, खालि दरबार बनाउँछ। त्यो दरबार बनाउनु खोज्दा घरबारै छुटिसक्छ। यही त हो नि, होइन? घरबार बन्छ कि भनेर हामी घर छोडेर गएको हुन्छ, फर्केर आउँदा दरबार त बल्ल बल्ल जस्तो हुन्छ, घरबारै हुन्न। अनि फेरि घरबार जोड्दाखेरि दरबार पनि बन्दैन है। 5वटा चिजलाई हामीले के गर्यौँ, हेल्थ, रिलेसन, करियर, मनी एन्ड स्पिरिचुअल है। 5वटा चिज। प्राथमिकताको व्यवस्थापन। हामी भन्छौँ टाइम म्यानेज, टाइम म्यानेज, टाइम म्यानेज भनेर पढ्थ्यौँ, सुन्थ्यौँ, होइन रहेछ। टाइम म्यानेज गर्न नमिल्दो रहेछ क्या। ल मैले काम भ्या छैन आज भनेपछि त्यो कामलाई आज त 14 घन्टा बनाउनु मिल्छ र? कहिले त्यस्तो घटना सुन्नु भएको छ तपाईँले? छैन। भोलि गरौँ न भन्छ, आजै गरौँ न भन्दैन क्या। भ्याएन भनेपछि होइन 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 मैले आज काम गर्नु भ्या छैन, आज मेरो पैसा छैन, किस्ता म अलि यो दिनलाई लामो बनाएर हाल्न मिल्छ भन्ने छ? अनि छैन भने कसरी म्यानेज हुन्छ टाइम? टाइम होइन, प्रायोरिटी म्यानेज हो। प्रायोरिटी। तपाईँ आज यहाँ आउने कोसिस गर्नुभयो र आइपुग्नु भयो है। व्यवस्थापन अब के को गर्नु पर्यो? प्राथमिकताको के गर्ने भन्ने कुरो चाहिँ आफूले सुझाउनु पर्यो है। त्यही भएर अब प्राथमिकता व्यवस्थापनमा पहिलो प्राथमिकता कसलाई दिनु पर्यो? आफैलाई। आफूलाई बनाउन, हेर्नुहोस् त, बनाउने। त्यसपछि के गर्नु पर्यो? कमाउनलाई दिनु पर्यो। अनि त्यसपछि केलाई दिनु पर्यो त? रमाउनलाई, होइन? ल हेर्नुहोस् त, पहिलो प्रहार के गर्ने? बनाउने। बिहान उठ्ने बित्तिकै आफूलाई बनाउने हो, कसैलाई होइन। घर पुस्ने, भैँसी दुहुने, घस्याउने यो होइन। त्यो उद्देश्य फरक हुन्छ। जब उद्देश्य फरक भएपछि रिजल्ट पनि फरक आउँछ। यो किन मैले यो भनिरहेको छु? मेरो बुवा बिहानै 3 बजे, 2 बजे उठ्नु, 3 बजे उठ्नुहुन्छ। हामी उठ्दाखेरि सबै भ्याइसक्नुहुन्छ, बिरामी हुन्छ। किन होला यस्तो एक्सर्साइज गर्ने मान्छेले बिरामी भन्दाखेरि ए उहाँ त हातखुट्टा मात्र चलाएको रहेछ, उद्देश्य त फरक रहेछ नि त। हातखुट्टा त चलाउनु भयो, उद्देश्य के भयो? भैँसी घस्याउनु। भैँसी त ठिकै छ त, मोटो छ।
होइन हो त्यो हात खुट्टा चलाउँदा के गर्नुपर्ने रहेछ मैलाई दिने समय बिहान उठेर गर्ने त मलाई दियो नि त हो हात खुट्टै चलाएको नि त्यो पनि त्यही भएर आफूलाई दिने भैँसी कहिले त्यसपछि बल्ल भैँसीलाई दिनुपर्ने रहेछ भैँसीलाई दिनु भनेको थियो त कमाउनेमा पर्दो रहेछ कि पोचो लाउनु भनेको केमा पर्ने रहेछ त कमाउनेमा किन त घर चमक्क चम्किन्छ नि घर त चम्कियो तर तपाईँ चम्किनुहुन्छ त पोचो लगाएर चम्किन्न किन नचम्केको होला एक्सर्साइज त गरेकै हो किन नचम्केको होला उद्देश्य फरक थियो घर चम्काउने उद्देश्य यो थिएन कि मेरो स्वास्थ्य ठिक गर्नु हेर्नुहोस् कति फरक पर्छ तपाईँ आउन त घरबाट निस्केको हो नि उद्देश्य स्टोकिसमा आउने भएर यहाँ आइपुग्नु भयो उद्देश्य अर्कै ठाउँमा जाने भए घरबाट निस्किँदैमा यहाँ आइपुग्छ र यही हो हेर्दाखेरि सानो सानो कुराहरू छन् है अर्को कुरा दोस्रो प्रहार बल्ल कमाउने अब कमाउनुहोस् आफूलाई बनाइभएपछि कमाउनुहोस् बनाउने तरिकाले के छ त हामी भन्छौँ ए महँगो डिएक्सनको होइन मेरो प्रोग्राममा अहिलेसम्म पैसा लाग्ने कुरा आछ छैन 80% म पैसा नलाग्ने कुरा सिकाउँछु तर मान्छेले गर्दै गर्दैन बिहान उठेर एक्सर्साइज गर्नुपर्छ पानी टन्न खानुपर्छ भन्दा मोबाइल कहाँ राख्छौँ हामी प्राय सिरानीमा किनभने चाहिँ म्यासेज आएको बित्तिकै रिप्लाई भएन भने त्यहाँ फेरि खडबड सुरु हुन्छ यस्तो कहिले नगर्नुहोस् सुत्नुभन्दा आधा घन्टा अगाडि मोबाइल छोड्नुहोस् छोडिसकेपछि अब उठिसकेपछि कहिले पनि मोबाइल चेक नगर्नुहोस् किन झन् विद्यार्थीले झन् छुँदै नछुनुहोस् किन भनेपछि उठ्दाखेरि हाम्रो मुड एकदम अल्फा लेभलमा हुन्छ एकदम शान्त हुन्छ शान्त तलाउमा तपाईँले राम्रो चिज हाल्यो भने राम्रो रिजल्ट दिन्छ र नराम्रो जङ्क फुड हालिदिएपछि जङ्क हुन्छ आँखाले त हेरिहाल्छ नि आँखाले हेर्ने बित्तिकै मोबाइलमा भुत्ला भुत्ला गरेको मुर्दाबाद जिन्दाबाद दिएपछि तपाईँको सबकन्सियस माइन्डमा त्यही रेकर्ड हुन्छ अब तपाईँले जति नै राम्रो गर्नुपर्छ दिनभरि एकदम अर्को कुरा बाबु नानीहरू पढ्दै हुनुहुन्छ भने घरमा अब पढ्दै हुनुहुन्छ नि होइन हजुर पढ्नुभन्दा अगाडि के गर्ने त हम्बिङ गर्ने घामरी भन्छ नि हम्बिङ भाइब्रेट गर्ने कम्तीमा नि 180 सेकेन्ड हुन्छ 180 अनि 180 सेकेन्ड लगभग 3 मिनट भनौँ न होइन 3 मिनट यसो गरेर फेरि पढ्नुहोस् फेरि पढेको आधा घन्टा 45 मिनट फेरि गर्नुहोस् यसरी गऱ्यो भने हम्बिङ गर्ने बित्तिकै हाम्रो ब्रेन वेभ अल्फा लेभलमा आउँछ अल्फा भनेको चाहिँ फोकसिङ बुझ्नुभयो हो यसरी पढाउँ एक्जाममा पढ्न सिकाउँ बाबु नानीलाई है तेस्रो प्रहर भनेको रमाउने कसरी त हो कमसे कम नाच गान गर्न पर्दैन बेलुकाको खाना सूर्य अस्ताउनु अघि भन्छ तर त्यो त अहिले सम्भव भएन कमसे कम पनि 7-8 बजे भित्र नै एकै ठाउँमा बसेर खाऊ किन भनेपछि एकैसाथ सबै फ्यामिली खाना खाँदाखेरि बोल्दैन नि बोलिन्छ खाना खाँदाखेरि हट टु हट कनेक्सन हुन्छ खाना खाने बेलामा सबैको ध्यान एकै ठाउँमा जान्छ एकै ठाउँमा गएपछि फ्रिक्वेन्ट एकैचोटि सेम फ्रिक्वेन्ट गर्छ बोल्नु पर्दैन त्यतिखेर हो यसरी गर्यो भने के हुन्छ त रमाउनु पर्दैन एक अर्काको भावना वेबको माध्यमबाट के हुन्छ त कन्स्ट्रक्टिभ हुन्छ के खाँदा पनि रिसाउँदै गर्दै आँखा रातो चिरो गर्दै खान्छ खान्छ नि खाने बेलामा त अलिक त होइन त्यही भएर फ्रिक्वेन्ट कुरालाई छन् उद्योग जहाँ वहाँ धनहरू आफै कुदी आउँछन् पानीले भरिलो छन् पोखरी भने माछा निकै आउँछ हेर्नुहोस् त हामीलाई पैसाको आवश्यक परेको हो कि होइन उद्योग कहाँ छ त हामीसँग हेर्नुहोस् त छन् उद्योग जहाँ वहाँ धनहरू आफै कुदी आउँछन् दिएको उद्योग कल कारखाना के हो यो सबै कल कारखाना हो कर्म इन्डिया यो नै नचलाएर राखिदिएपछि कसरी धनहरू हेर्नुहोस् न धनहरू आफै कुदी आउँछ अरे तपाईँले कर्म गर्नुहोस् न हामी त हुँदै गएपछि बिहान एक्सर्साइज पनि गर्दैन एक्सर्साइज नगर्नु तपाईँ अरबपति चन्द्रमामा बस्ने किन नहो र एक फेरा पृथ्वी टेक्नुपर्छ किनभने पञ्चतत्त्वमा तपाईँलाई स्पर्श भएन भने
तपाईँको संसारको कुनै डक्टरले कुनै कसैले पनि तपाईँलाई ठिक गर्न सक्दैन। ल हेर्नुहोस्, स्पेसबाट कतिौँ दिनमा फर्के नासा मैले होइन, उहाँहरू अब 2-3 महिना हिँड्न नि सक्दैन, चल्न सक्दैन, किनभने त्यो प्रयोगै भएन कि। त्यसको लागि 2-3 महिना उहाँहरू कोमामा बसेर फेरि थेरापी लिनुपर्छ। त्यस्तो चिज हो। हेर्नुहोस् त, पानीले भरिका छन् पोखरी भने माछा निकै धाउँछन्। तपाईँले पावर गेन गर्नुहोस् भनेको त पावर भनेको अर्कालाई डोमिनेट गर्ने होइन, तपाईँमा त्यो चिजले त्यो गुणले भरिपूर्ण हुनुहोस् त। त्यो गुण प्राप्तिको लागि सबै तपाईँलाई खोज्दै आउँछन् नि त, हो कि होइन? भनेको मतलब हामी अहिले पैसा खोज्दै जानु परेको के। तपाईँ पैसाले तपाईँले खोज्दै हुने भएपछि त पैसा जति भने नि भएन हो नि। अब डक्टर पढिसकेपछि डक्टरले जति भयो नि तिर्नुपर्छ कि पर्दैन होइन? नत्र भयो होइन, यता यहाँ दुखिरहेको छ, यता दुखिरहेको छ, सास फेर्न गाह्रो भएको छ, पैसा छैन भने चिरिदिन्छ अनि जति भन्छ तिर्दिनु परिहाल्छ। हो, समस्या परेपछि त्यही हो होइन। हामी चाहिँ अरूले हामीलाई मेनिपुलेट गरिरहेको छ भनेको मतलब हेरफेर गरिदिन्छ कि। भनेको तपाईँले चाहिँ तपाईँलाई के आवश्यक छ भन्ने कुरा तपाईँ पहिला बन्नु पर्यो। तपाईँ पहिला त्यो चिजको लागि लायक हुनु पर्यो। पैसा कमाउनको लागि लायक हुनु पर्यो, पैसा बनाउनको लागि लायक हुनु पर्यो। पहिलो कुरा आयो नि त, पैसा अभाव हो। त्यो पैसासँगको भावना तपाईँसँग भरपुर राम्रो हुनु पर्यो, तब मात्रै हामीलाई पैसाले साथ दिन्छ। आधुनिक औषधिका पिता